ल यहाँ एउटा टिम बसेर यसरी खाइराख ल हो ल मरिसिले जाउँ त ल दाइ आजको गेम कस्तो भयो दाइ ल भन्नुहोस् त सेकेन्ड रनर अफ गेममा सेकेन्ड रनर भयो फर्स्ट रनर भयो रनर भन्ने सेकेन्ड रनरमा आउँदाखेरि पनि रमाइलो लागिरहेको नि जो पनि जित चाहिँ हाम्रो नेपालीको भयो हाम्रो नेपाली भाइ बहिनी बच्चा छोराछोरीको भयो यसले चाहिँ एउटा कुरा के काम गर्यो भने एउटा खेलको कुरा मात्र नभएर हामी नेपाली बिचमा यसरी सौहार्दपूर्ण वातावरणमा यो ग्राउन्डमा बस्ने सुन्तला खाने बच्चाहरूको गेम हेर्ने नेपालीमा गफ गर्ने केटाकेटीलाई नेपालीमा सिकाउने यो चाहिँ सबभन्दा राम्रो कुरा भयो यसले गर्दाखेरि चाहिँ हाम्रो यो परम्परा संस्कृति यसले चाहिँ यो जगेर्ना गर्न निरन्तरता दिन चाहिँ राम्रो गर्छ यसको मुख्य उद्देश्य चाहिँ केटाकेटीलाई खेलाउने एनर्जेटिक पनि बनाउने एक्टिभ गराउने प्लस चाहिँ हाम्रो फ्यामिलीको पनि हार्मोनी क्रिएट गर्ने यो फ्यामिलीहरू भेट्ने भेटघाट गफसप यताउति हुन्छ नि यसले चाहिँ त्यसको पनि काम गरे हुनाले अत्यन्तै राम्रो रमाइलो भयो ल धन्यवाद दाइ ल विशेष रूपमा आयोजक गर्नुभएको हुनाले तपाईँ हाम्रो चाहिँ भीम सर लगायत सबैजना हामी सबैजना हो यहाँ अब सबैजना तपाईँलाई धन्यवाद तपाईँ लगायत हामी त खास गरी तपाईँले बोलाउन आउने जानी मध्येका पर्ने नि अर्को कुरा फेरि तपाईँ थाहा भयो भनेदेखि दुईवटा टिम खेल्दाखेरि हारे पनि सेकेन्ड चाहिँ भइदिएको छ हार्दाखेरि पनि सेकेन्ड हामीले जित्यो नि जित्यो जितेकै त भयो त हामी माधव सरले केही बोल्न खोजिरहनु ल बोल्नुहोस् न अब हामी सबैजना तपाईँले कसलाई सुनाउने त्यो पनि भनेर पहिला भन्नुहोस् न सुन्न सबैले सुनिदिनु पर्यो होइन अब हाम्रो सबै मिक्स भएर खेल्ने बाबुहरू आज चाहिँ दुईवटा टिम भएर खेले दुईटैले जिते हामी भेट भइयो तपाईँले आयोजना गर्नुभयो धन्यवाद यो कन्टिन्यू होस् पिज्जा खुवाउनु भयो भन्नु पिज्जा अब यो उताको नै आउँछ यो भिडियो यतै जान पर्ने भयो कि यतै रमाइलो भइराख्यो होइन त्यसले गर्दा यो भिडियो मुभ हुन मानेन यता हाम्रो मोहन सरको एकदम तिहिन्दीले भनेको डिटो त्यसले भनेको पनि डिटो अनि यसलाई कन्टिन्यू गर्नुपर्छ भन्ने उहाँले पनि गर्नु त्यसलाई पनि एकदमै डिटो अनि तपाईँको के त चार सालदेखि यो जुन कन्टिन्यू भइरहेको छ त्यो केटाकेटीहरूमा पनि हार्मोनी प्यारेन्ट्सहरूमा पनि गफ गर्ने वातावरण बनाएको छ त्यसलाई चाहिँ तपाईँ सबै हामी सबैलाई चाहिँ हामी सबै धन्यवाद धन्यवाद यहाँ होली स्प्रिङबाट हजुरलाई कस्तो अनुभव भयो आज यो हाम्रो यो बच्चाहरूको म त अब आयो होइन हेरै रमाइलो भयो केटाकेटी इन्टरटेन गरेर आयो अब बाबामा यसो गफ गर्न पाइयो त्यही हो अब केही छैन सबै अब यता के छ यतातिर बाबुको चाहिँ कस्तो लाग्यो त आज बाबुको खेल एकदम राम्रो भयो अनि फ्रेन्डली म्याच भयो एकदम कम्पिटिसन भयो दुईटै टिमको रमाइलो भयो यसलाई कन्टिन्यू गर्नुपर्छ ल सरले केही बोल्ने हो रमाइलो भयो नि ल म्याडम ल भन्नुहोस् त कस्तो भइरह आजको गेम कस्तो भयो हजुरलाई कस्तो लागिरह हो यो बच्चाहरूले जिते होइन बच्चाहरूले जित्ने पनि हामीले पनि जितेर आएको भयो त्यसले गर्दा हामी सबैको भेट्ने एउटा इन्भाइरोमेन्ट बनाइदिए होइन यो भेटघाट भयो यो रमाइलो नै एउटा सबैको उत्सव जस्तो लाग्छ मलाई चाहिँ धन्यवाद ल यहाँ यी साना भाइ बहिनीहरू यसरी बसिरहन् यिनीहरूले आज धेरै भोटिङ गरे है एकदम धेरै दुईटै टिमलाई सपोर्ट गरे कि एउटा टिमलाई सपोर्ट गरे यिनीहरूले ब्लू टिम रेड टिम दाजुहरू आफ्नो टिममा भएकोले अब ठीक गरे एकदम रमाइलो भयो थियो लास्ट इयरको अन्त रमाइलो भयो नि एकदम गाडी गरे यसले हजुरलाई कस्तो लाग्छ सर गेम है ए यता प्लेयरहरू यहाँ बसिरहेछन् खाइरहेछन् अर्को साल हजुर राम्रो खेल्नु दुई टिमले जितुन् हजुरको आशीर्वाद होइन बुवा ल हाम्रो विकास सर हुनुहुन्छ यहाँ है विकास सर भीम सर अनि हाम्रो विरोध सर मेन यहाँ चाहिँ हस्तीहरू यो प्रोग्रामको लागि चाहिँ एकदमै सार्थक बनाउने एकदमै फर्स्टमा हैसै गरेर अगाडि बढ्ने साथीहरू के छ दिपक सर कस्तो लाग्यो आज कस्तो लाग्यो आजको प्रोग्राम लास्ट इयरको अन्त रमाइलो भयो सबैजना जित्नु भयो होइन यही नै खुसीको कुरो हो ल भीम सरले अलि एनालाइसिस गर्दै भनिदिनुहुन्छ क्या कस्तो आजको प्रोग्राम दुईटै टिम भएर जुन खेलियो
लास्ट इयरको अहिलेको हेर्दा के फरक पाउनुभयो? अन्तिममा जे तेल पनि भन्न अन्तिममा यो तेल आउनको लागि चाहिँ विभिन्न हामी स्टोरीले चाहिँ पेज गर्छौँ होइन त्यस्तै हो निचोमा हामी विभिन्न त्यति राम्रो एकदम सफा आयो कि त्यसमा हामी गएर मार्नुपर्छ बच्चाहरू धेरै खुसी भएर रमाएर खेले मौसमले साथ दियो प्यारेन्ट्सहरू सबैले साथ दिनुभयो योभन्दा चाहिँ हामी आउटपुट भन्नु खुसी चाहिँ छैन होइन त्यस कारण हामी चाहिँ धेरै खुसी छौँ होइन यसैले हामी ल हाम्रो बिरो सर जस्तै यसपालि पनि आज टुर्नामेन्ट सम्पन्न भएको छ अनि बच्चाहरूको यो हाम्रो बन्डिङ हुने हामी नेपाली हामी साथी हौँ हामी दाजुभाइ हौँ फिजिकल्ली मेन्टल्ली खेलकुदले विकास गर्छ यसले आफू आफूमा आफ्नो आफ्नो दाजुभाइमा साथी थोरै खुलेर खेलेको महसुस भयो हामीलाई साथ दियो सबजना भेट गर्न खेल्नु पायो त्यसले एकदमै ल यता पिज्जा छ धन्यवाद होइन त यतापट्टि पिज्जा छ पिज्जा लिँदै गरौँ कुकिजहरू पनि छ अब जे छ सबैजनाले प्यारेन्ट्सहरूले पनि रमाइराख्नु भएको छ यहाँ अनि यता के भन्छ हौ रमाइलो लाग्यो हो अग्रिमाले के भन्छन् कि ल म्याडमहरू कस्तो लागिरह आज गेम लास्ट इयरको अहिलेको केही फरक पाउनुभयो कि है त्यही पनि प्लेयरहरूमा धेरै चेन्जहरू परिपक्वता होइन है राम्रो गरे यस यो प्रोग्राम हामीले चाहिँ सुरु गरेर जस हामी सबैजना ह्याप्पी छौँ होइन कन्टिन्यू सकभर कन्टिन्यू गर्न पाए राम्रो हाम्रो म्याडम पनि आउनुभयो कि केही भन्नुहुन्छ र रमाइलो भयो ल ठिक छ ल यहाँ यी प्यारेन्ट्सहरूले पनि खाइराख्नु भएको छ जे आज बच्चाहरू चाहिँ खेलेर रमाइलो भयो गेम भयो ल प्यारेन्ट्सको पनि अहम भूमिका भयो होइन हुटिङ भयो आफ्नो आफ्नो बच्चाहरूको सपोर्टमा हामी हुटिङ पनि गऱ्यौँ होइन तर लास्टमा आएर एकदमै रमाइलो पनि भयो एउटै फ्यामिली भएर फेरि हजुरले केही भन्नुहुन्छ भन्नु दिदी अहिले ल अब यसपालि त सकियो अब यसलाई कन्टिन्यू गर्ने कि नगर्ने भन्ने कुरा बाँकी छ अब कन्टिन्यू गर्ने हो भने अब फन गर्नलाई पाइयो नेक्स्ट इयर गर्ने गर्दा राम्रो होइन यसरी भेटघाट भइरहेछ होइन यो भेटघाट कहाँ हुन्थ्यो नत्र होइन हो नि जहिले पाए तहिले कहाँ मिल्छ धेरै अर्गनाइजर भइदिएर अर्गनाइज गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हामी सबैजनाले गरे भने एकजनाले त कहाँ सम्भव थियो र होइन यहाँ चाहिँ यसरी प्लेयरहरू बसेर खाइराखेका छन् एकदमै रमाइराछन् अब हार जित त गेममा भइ नै हाल्छ हारे पनि जिते पनि सबैजना साथीभाइ मेरो एकदमै रमाइलो तरिकाले बसिरहेछन् पिज्जा खाइरहेछन् यो हाम्रो यो स्पेसल बाबु कस्तो भयो आजको गेम रमाइलो भएको थियो अनि सो फर्स्ट हाफ चाहिँ अलि लाइक प्रिजियर भएको थियो तर अफेन्स राम्रो गरेको थियो तिमी कुन एपेक्सको कि मरिसविलको टिम थियो अरे एपेक्सको टिमले जित्यो होइन 4-3 वाह ल